गुड आफ्टरनुन। मेरो भिडियो हेरिरहनु भएका सबै मित्रजनलाई म सञ्जय खोजीको तर्फबाट नमस्कार छ। र तपाईँहरूलाई आज पनि मैले एक प्रकारको फुल लिएर आएको छु। अनि यो फुल चिन्नु हुँदैछ होला तपाईँले। तपाईँको घरको आँगनको रुखतिर पनि यो फुल, जङ्गलको रुखतिर पनि यो फुल, चारैतिर यो फुल फुलिरहेको देख्न पाइन्छ हामी। अनि यो फुलको फुल्ने समय चाहिँ यति बेलै हो, जुन जुलाईतिर यो फुल फुल्छ। अनि यो चाहिँ रुखमा झुन्डिएकोले गर्दा यसलाई एपिफाइटिकको रूपमा पनि मानिन्छ। अनि यसको परिवार चाहिँ हो डेन्सेरियासी परिवार हो यो फुलको। अनि यो चाहिँ एक्सिक्नेन्थस भन्छ, एसिक्नेन्थस भनेर यो फुललाई चिनिन्छ। अनि यो फुल चाहिँ हामी साधारण हिसाबमा भन्नु पर्दा लिपस्टिक प्लान्ट पनि भन्छ यसलाई। यो फुललाई देख्नु हुँदैछ, लिपस्टिक प्लान्ट पनि भनिन्छ। अनि यो फुल चाहिँ हामीले याद गर्दैनौँ, तरै पनि यो फुल सदाभरि रूपमा फुलिरहेको हामी देख्न पाउँछ। जहाँसुकै गए पनि यो रुखको हाँगातिर हुन्छै हुन्छ। विशेष गरी उत्तिसको रुख भयो, धुप्पीको रुखतिर भयो, अनि गुराँसको रुखतिर पनि यो फुल देख्न पाइन्छ। हामीले वरिपरिको जङ्गल अथवा घर जङ्गलको वरिपरि पनि यो फुल देख्न पाइन्छ। यसलाई तपाईँले चिन्नु भएको होला र मेरो भिडियोलाई सेयर र लाइक गरिदिनुहुन्छ भन्ने आशा गर्दछु।